सबैजनालाई नमस्कार। म प्रज्ञा चिमरिया। हिजो झापा जिल्ला गौरादा नगरपालिका वार्ड नम्बर 7 मा बस्ने मेरो भाइ आरोग्य चिमरियाको निधनको खबर सामाजिक सञ्जालभरि छरपष्ट भइरहेको छ। स्थानीय स्कुल सर्जक एकता इङ्ग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत मेरो भाइ 4 वर्षको स्कुलबाट घर जाने क्रममा स्कुलको बसबाट झर्न नपाउँदै बस ड्राइभरले बसलाई स्टार्ट गरेर अगाडि बढाएको हुँदा बसबाट लडेर चक्कामा परेर उसको स्पोट डेड भएको हो। मैले यो भिडियो फेसबुकमा पनि राखिसकेको छु र मैले फेसबुकमा भिडियो राख्दै गर्दा विद्यालयको लापरवाहीको कारणले गर्दा मेरो भाइले ज्यान गुमाउनु पर्यो भन्दा मलाई धेरैतिरबाट भिडियो डिलिट गर्न प्रेसर आयो। म भिडियो डिलिट गर्दिनँ, प्लिज मलाई कसैले पनि फोन गरेर भिडियो डिलिट गर्न नलाउनु होला। र विद्यालयका सञ्चालक प्रिन्सिपल सर जानुभएको रहेछ बिहान हाम्रो घरमा र उहाँको भनाइ पनि सामाजिक सञ्जालमा छरपष्ट भइसकेको छ। उहाँले दिन लागेर काल आएर मर्यो भन्ने कुरा गर्नुभयो। तपाईँ एउटा विद्यालयको सञ्चालक विद्यालयको प्रिन्सिपल भएर बोल्ने कुरा त्यही हो। तपाईँलाई बोल्न सिकाउनु पर्ने हो। तपाईँ व्यक्तिगत रूपमा तपाईँलाई बोल्न नआएको होला। तपाईँले भन्न खोजेका कुरा र तपाईँको मुखबाट निक्लेको कुरा सायद फरक पर्यो होला, तर तपाईँको पद तपाईँको जिम्मेवारीले तपाईँलाई त्यो कुरा बोल्न दिँदैन। तपाईँको नैतिकताले तपाईँलाई त्यो कुरा बोल्न दिँदैन। मेरो भाइको मृत्युको कारण सिर्फ तपाईँको स्कुलको लापरवाही, तपाईँको सञ्चालन समितिको लापरवाही, तपाईँको स्कुलको बस ड्राइभरको लापरवाही र तपाईँहरूले स्कुलमा आफ्नो स्कुलको बसमा सहचालक नराख्नु तपाईँहरूको सबैभन्दा ठुलो लापरवाहीको कारणले गर्दा भएको हो। मान्छे मर्ने बित्तिकै कालले मरो भन्ने हो भने त आज एउटालाई ठोकिदिने कालले मरो भन्ने, भोलि अर्कोलाई ठोकिदिने कालले मरो भन्ने, काल आएर मरो भन्ने, त्यस्तै गर्दाखेरि भइहाल्यो नि। कसैको घर जलाइदिने काल आएर जलो भन्ने, त्यस्तै गर्दा भयो। त्यो हो तपाईँको उत्तर। तपाईँ जतिको जिम्मेवार पदमा बसेको मान्छेले बोल्ने त्यही हो। तपाईँलाई बोल्न आउँदैन, तपाईँलाई आउँदैन ठिक छ। तपाईँ एउटा सामान्य व्यक्ति हुनुहुन्थ्यो भने तपाईँले बोल्नुभयो, तपाईँले बोलेको कुरा मिलेन, यसमा कसैलाई पनि केही गुनासो हुँदैन थियो। तर तपाईँ एउटा स्कुलको प्रिन्सिपल जस्तो पोस्टमा बसेको मान्छेले त्यो कुरा बोल्न तपाईँलाई सुहाउँदैन। किनभने विद्यालयको प्रिन्सिपल भनेको हामीले खरा सिक्ने ठाउँको सबैभन्दा मुख्य अभिभावक हो। तपाईँ जस्तो अभिभावकले बोल्ने शब्द त्यही हो। तपाईँलाई लाज लाग्दैन? हाम्रो गल्ती भयो, हामीले गल्ती गऱ्यौँ, हामी माफ माग्छौँ, के गर्ने भनेर सरसल्लाह गर्न जाने, घाउमा मलमपट्टि लाउन जाने हो कि तपाईँले बलेको आगोमाथि झन् बालिदिने काम गर्ने हो? स्थानीयको आक्रोश तपाईँले देखिसक्नु भएको छ। कोही चुप लागेर बस्नेवाला छैन। नेपालमा यो बिगबिगी धेरै नै भएको छ कि गौरादा नगरपालिकामा लाइसेन्स भएको ड्राइभरै नभएको हो कि सहचालक बन्न लायकका मान्छे नै नभएका हुन्। कता कता मैले खबर सुन्दै थिएँ स्टाफको कमी भयो, सहचालक पठाउन पाइएन भनेको। गौरादा नगरपालिकामा सहचालक बन्ने खाले क्षमता भएका मान्छे नबस्ने त होइन होला पक्कै पनि। एउटा स्कुलमा एउटा फर्म खुलाउनुहोस्। तपाईँ एउटा कुनै पनि पदको लागि फर्म भर्ने मान्छे 1000 निक्लिन्छन्। रोजगारी नपाएर मान्छेको त्यस्तो छ त देशमा स्थिति। तपाईँहरू स्टाफ कमी भयो, राख्न पाएनौँ भन्ने खाले कुरा गर्नुहुन्छ। मिलौँ, आपसी समझदारी गरौँ, हामीले जे गर्नुपर्ने हामी त्यो गर्न तयार छौँ भन्ने कुरा गर्नुभयो। ठिक छ, हाम्रो भाइ फर्काएर ल्याइदिनु आउँछ ल्याइदिनुहुन्छ? आउँदैन नि। हाम्रो भाइ फर्केर आउँदैन भने हाम्रो भाइलाई न्याय चाहियो, हामीलाई न्याय चाहियो, हाम्रो परिवारलाई न्याय चाहियो। सबैजनालाई थाहा भएको कुरा हो। मेरो काकाले आफ्नो उमेरको 50 वर्षमा जन्माएको त एउटा छोरा। तपाईँहरू छिमेकी मान्छे, तपाईँलाई पनि थाहा छ, स्कुललाई पनि थाहा छ, स्कुलमा काम गर्ने हरेक स्टाफहरूलाई थाहा छ। मेरो त बियोस् काकी, उसलाई के भनेर सम्झाउने? काखको नानी। आजदेखि त्यो आँगनमा त्यो भाइ खेलेको छैन, आएन फर्केर। अब त्यो आमाको काखा रित्तो भयो, बुढेसकालको सहारा सक्यो। त्यो कुरालाई बुझ्नुभएको छ तपाईँहरूले? र तपाईँ त्यो शब्द गएर बोल्नुहुन्छ। आफ्नो लापरवाहीलाई लुकाउन के गर्नुहुन्छ? कति कोसिस गर्नुहुन्छ? प्लिज यस्तो कोसिसहरू नगर्नु। म यति भन्छु, मैले पटक भनेको छु, हिजोको भिडियोमा पनि भनेको छु, मेरो भाइको लासमाथि राजनीति नहोस्। मेरो भाइले न्याय पाउनुपर्छ। हामीलाई
कुनै पनि किसिमको केहीसँग हामीलाई लोभ लालच छैन। मेरो भाइले न्याय पाउनु पर्यो, म यति भन्छु। र तपाईँ जस्तो प्रिन्सिपल, तपाईँ जस्तो पदमा बसेको मान्छेले गरेर त्यो कुरा बोल्न सुहाउँदैन। हुन त हामी तपाईँहरूभन्दा धेरै सानो होला, तर हामीले तपाईँलाई सिकाउन पनि सुहाउँदैन। हामी भनेको सामान्य हो, सामान्य मान्छे। तपाईँ भनेको स्कुलको प्रिन्सिपल जस्तो मान्छे। तपाईँको त्यो जिम्मेवारीले, तपाईँको त्यो पदले तपाईँ जिम्मेवार बन्नुपर्छ। तपाईँसँग बोल्न सक्ने स्किल हुनुपर्छ। तपाईँसँग समस्यालाई समाधान गर्न सक्ने स्किल हुनुपर्छ हो तपाईँको जिम्मेवारी, तपाईँको पद। त्यत्तिकै प्रिन्सिपल, त्यत्तिकै हेडमास्टर, हेड टिचर, त्यत्तिकै सञ्चालक हुन चाहिँ पाइँदैन। स्कुल खोलो सञ्चालक भयो त हुँदैन नि। तपाईँसँग पनि क्वालिटी हुनुपर्छ। तपाईँसँग पनि मान्छेसँग धैर्य धारण गर्ने पनि क्षमता हुनुपर्छ। मान्छेसँग डिल गर्न सक्ने पनि क्षमता हुनुपर्छ। आफ्नो गल्ती छ भने रियलाइज गर्न सक्ने पनि क्षमता तपाईँसँग हुनुपर्छ। तपाईँको बोल्ने प्रविधि मलाई एकदमै मन परेको छैन। म भिडियो बनाउँदिनँ, मैले एकचोटि बोलेर हालिसकेँ, अब म हाल्दिनँ भनेको। तर जुन तपाईँले बोलेको कुरा सामाजिक सञ्जालमा छरपष्ट छ, आफ्नो लापरवाहीलाई लुकाउनको लागि तपाईँहरूले कति शब्दहरू बोल्दै हुनुहुन्छ। तपाईँहरूले कहाँ गएर के भन्दै हुनुहुन्छ। हामीलाई पनि धेरै फोन आउँछन्, हामीलाई पनि धेरै मान्छेले सुनाउँछन्, हामीलाई पनि थाहा हुन्छ। प्लिज यस्तो काम नगरिदिनु होला। तपाईँ गाउँठाउँको छरछिमेकी हो, हामी पनि त्यही गाउँठाउँको मान्छे हो। भोलि हिजो पनि हामीलाई तपाईँ चाहिन्थ्यो, भोलि पनि चाहिन्छ। त्यसले गर्दाखेरि आएर राम्रोसँग बोलिदिनु होला। यो यस्तो खालको हिजो तपाईँ कहाँ जानुभएको थियो, एक्सिडेन्ट हुने बित्तिकै त्यो पनि थाहा छैन। त्यो कुराहरू नगरौँ, सक्यो। तपाईँ आउनुभएछ, तर आएर बोल्ने तपाईँले त्यो होइन। प्लिज अबदेखि यस्तो नगरिदिनु होला। मैले पटक भनेको छु, हामीले हाम्रो भाइलाई गुमाइसकेको छौँ। अब कुनै बच्चा त्यसरी नमरोस्। प्लिज